ल साथीहरू, सरकारी छुट्टीमा चाहिँ माछा नलाउँदा रहेछन्। सरकारी छुट्टी भएर होला माछा नलाउने। माछालाई पनि छुट्टी रहेछ क्या 2 दिन। बालन सरकारले चाहिँ अब 2 दिन छुट्टी दिएर माछालाई पनि 2 दिन छुट्टी दिएछ। हामी चाहिँ गोलसर करसरबाट चाहिँ जाल हान्दै आएको। बुग्लाको पुछार भन्दा पनि माथि झिँको पुछारा झिँको पुछारा ठुलो पुलमा आउँदासम्म चाहिँ अब जम्मा 5 किलो माछा मारिदिए। आजको 5 किलो माछा ज्यान राम्रै बल्ला छ। खोलो धेरै सानो छ। आज शनिबार धेरै सानो खोलो। फेरि यति सानो छ कि खोलो अहिले हैन। बालन सरकारले 2 दिन छुट्टी दिएर माछालाई पनि छुट्टी दिएछ आज। यस्तो हो। यहाँ भान्जाले यहाँ चट्ट माछा बोकेर हिँड्छ अगाडि। म पहाडी छु यहाँ। अनि साथीहरू, मेघली जिल्ला हिमाली जिल्ला भएर होला यस्तो जाडो छ अहिले नि। जाडो छ। सायद माछा बोकेर नि भएर नि होला क्या यस्तो जाडो भएको। यस्तो सुट र बुट लगाएर आएको माछा मार्न। यस्तो धाउँछ। ए हाम्रो गाउँको हाइड्रो पावर होइन, यहाँसम्म छ पुल। माछाकै झोला आयो फेरि। यो माछा झोला ए आम्मामा। खोलो धेरै सानो छ नि खोला आज।